All right. Okay. Continuing with our last progression. Major updates. The internal structure of what we are going to build is simply these are the microservices which are in my ward. 3001 भनेको API gateway भयो. 2 3 4 6 8 these are the services I'm going to build. यसमा अब मेजर फ्ल के छ भन्दा लास्ट टाइम I was to test the health check, and with your ignorance in my part, I was building through traditional MVC model जसमा चाहिँ सर्भिस हुन्छ अनि सर्भिसभित्र कन्ट्रोलर मिडलवेयर मोडल राउट्स बेसिकली द जेनरिक फ्लो जुन हामीलाई थाहा छ HTTP हुन्छ त्यसले राउटिङ गर्छ कन्ट्रोलरमा, कन्ट्रोलरबाट कुन सर्भिसमा जान्छ अनि त्यसले मोडलमा गएर डेटाबेसलाई डेटा एड गर्ने हो कि एक्सट्र्याक्ट गर्ने हो कि डिलिट गर्ने हो के गर्ने गर्छ होइन. दिस इज नट वाट वी आर गोइङ टु डु, किनकि यो एउटा ठुलो सर्भिस छ र हामीले राम्रोसँग इन्डस्ट्री स्ट्यान्डर्डमा बिल्ड गर्न खोजिरहेको छौँ. सो दिस विल बी आवर डोमेन विच इज रियली इन्ट्रेस्टिङ. यो चाहिँ क्लिन आर्किटेक्चर OEM DDA एन्ड डेटा ड्रिभन मोडलबाट इन्सपायर भएर डिजाइन गरिएको छ. हो यो चाहिँ इन्टरनल आर्किटेक्चर भयो होइन. सो हामीले सुरुमा जे गर्यो त्यो एकदम राम्रो काम गर्यो कि API कस्तो खाले हुन्छ त्यसलाई हामीले प्रिडिफाइन गरेर राखेर हुन्छौँ अनि जसले गर्दा कम्युनिकेट गर्नलाई अनि कति धेरै ठाउँमा चाहिँ एम्प्टी नहुने केसेसहरू पनि छ अनि त्यसमा चाहिँ प्रिफिल गरेर राखिरहेको हुन्छौँ विच इज भेरी गुड. फर्स्ट स्टेप्स गुड. अब सेकेन्डमा जब कि मैले फोल्डर स्ट्रक्चर बनाएर बिजनेस लजिक्सहरू एड गर्दैथेँ तब बल्ल मैले थाहा पाएँ कि ओहो हामी त्यसरी एकअर्कासँग कम्युनिकेट नै गरिरहेको छैनौँ, यो मोडल नै डिफ्रेन्ट छ, इन्टरनल आर्किटेक्चर नै डिफ्रेन्ट छ भनेर. सो आर्किटेक्चर चाहिँ हाम्रो क्लिन आर्किटेक्चरको बेसिसमा छ. यसको हामी माथि टप डाउन अप्रोचले हेर्दाखेरि एकदम सजिलो हुन्छ बुझ्नलाई. सुरुमा के हुन्छ भन्दाखेरि हाम्रो सर्भिस डोमेन एप्लिकेसन इन्फ्रास्ट्रक्चर र API यो चारवटा चाहिँ फोल्डरको मेन स्ट्रक्चर हुन्छ. हामीले बिल्ड गर्ने यो चारवटालाई हो अनि यो चारवटालाई बिल्ड गरेपछि हाम्रो जुन फ्लो हुन्छ त्यो भनेको HTTPबाट अब सिधै राउटमा नगएर API को गेटवेमा जान्छ अनि गेटवेले डिसाइड गर्छ कि यो कुन चाहिँ एप्लिकेसन पोर्सनमा जानुपर्ने हो, त्यसको कुन डोमेनमा जानुपर्ने हो र त्यसले कुन इन्फ्रास्ट्रक्चरलाई इन्भोक गर्नुपर्ने हो र इन्फ्रास्ट्रक्चर इन्भोक भएपछि जुन सर्भिस रन हुनुपर्ने हो त्यो सर्भिसको बेसिसमा डेटाबेस अथवा सिस्टममा हुनुपर्ने चेन्जेसहरू हुन्छ. यसलाई फर्दर एक्सप्लेन गर्दाखेरि र फर्दर बुझ्दाखेरि चाहिँ एकदम खतरा रमाइलो कुराहरू छ. यो हामी आफ्टर फिनिसिङ द प्रडक्ट फ्लो कस्तो हुन्छ र कस्तो हुनुपर्छ र त्यसको बेसिसमा हामीले कसरी डेभलप गरिरहेको छौँ त्यसमा बेसिस छ होइन. सो इट्स क्लाइन्ट टु क्लाइन्ट फ्लो हुन्छ. सो द्याट इट वन्ट गेट लस्ट समवेयर. क्लाइन्ट टु क्लाइन्ट फ्लो भएपछि यो रिक्वेस्ट पठाउने यो रेस्पोन्स पाउनेसम्म हाम्रो टोटल आर्किटेक्चर हामीले बिल्ड गर्छौँ क्लिन आर्किटेक्चर डेटा ड्रिभनको बेसिसमा. सुरुमा सर्फेसियली हेर्छौँ, त्यसपछि इच सर्भिसेसले के गर्छ हेर्छौँ. त्यसले गर्दा चाहिँ एकदम सजिलो हुन्छ. सुरुमा क्लाइन्टले रिक्वेस्ट गर्छ अफकोर्स HTTP रिक्वेस्ट जुन चाहिँ ब्राउजरको माध्यमबाट हुन्छ. ब्राउजरबाट इन्ग्रेस कन्ट्रोलरमा जान्छ, त्यो भनेको हाम्रो क्युबरनेटिक्स क्लस्टर हो. अनि यसमा चाहिँ बेसिकली यसलाई लोड ब्यालेन्सर रिभर्स प्रक्सी हुन्छ अनि त्यसले जुन चाहिँ रिक्वेस्ट आइरहेको छ त्यो रिक्वेस्टलाई कहाँ पठाउने, यो रिक्वेस्ट कुन सर्भरमा पठाउने भनेर डिसाइड गरेको हुन्छ. त्यसपछि हिरो अफ आवर टुल किट भनौँ यार्प कन्ट्रोलर भन्ने छ जुन चाहिँ .NET को एउटा टुल किट हो. यो हामीले बोथ इन र आउटको बेलामा युज गर्छौँ. यो हामी सुरुमा पछाडि गएर हुन्छ. क्लाइन्टले इन्टरनेट युज गर्छ, ब्राउजर युज गर्छ, त्यसपछि क्युबरनेटिक्सको इन्ग्रेसमा हुन्छ. क्युबरनेटिक्सको इन्ग्रेसमा आएपछि यसले चाहिँ अब कुन चाहिँ सर्भरमा पठाउने भनेर भन्छ किनकि हामीले मल्टिपल ठाउँमा सर्भरहरू हालेको हुन्छौँ र हामी युजर डिले चाहनु होइन. सो यार्प भनेको इन र आउट दुइटैमा काम लाग्छ
अनि इनमा के गर्छ भन्दा इनमा यसले 7वटा सर्भिसहरू छ जुन यसले रन गर्छ र आउटमा 3टा सर्भिसहरू छ तर लगभग काम एउटै हो भन्न सक्छौँ हामीले। अनि त्यसपछि इनमा गर्ने काम भनेको सुरुमा यो कोरिलेसन आइडी यो अहिले हेरौँ न। यो गेटवेले मेन के काम गर्छ भन्दा जुन क्लाइन्ट आएको छ नि, आएको क्लाइन्टको सबै कुराहरू यसको आइडी छ कि छैन, यो रिपिटिङ क्लाइन्ट हो कि के हो, यसलाई अथेन्टिकेट गरेको छ कि छैन भनेर हेर्छ। अनि त्यसलाई राम्रोसँग क्लाइन्टलाई भेरिफाई गर्ने, भ्यालिडेट गर्ने र जुन चाहिँ सर्भिसमा यसले जान खोजेको छ त्यसको रिक्वेस्ट लिएर त्यो सर्भिसमा पुर्याउने काम गर्छ। फर इन्स्टेन्स यो चाहिँ प्रडक्ट सर्भिसमा जान चाहन्छ भने यहाँबाट प्रडक्ट सर्भिसमा जान्छ। अनि प्रडक्ट सर्भिसको हाम्रो 3003 रहेको छ अहिलेको पोर्ट, सो 3003मा गयो। अनि यहाँभित्र हामीले जुन माइक्रो सर्भिस बिल्ड गर्छौँ त्यसको लजिक हुन्छ, त्यो अनुसारले एउटा रेस्पोन्स जेनेरेट हुने भयो। अनि रेस्पोन्स जेनेरेट भएपछि फेरि यार्पमा जान्छ। यसले जुन रेस्पोन्स जेनेरेट भएको छ त्यसलाई युजर रिडेबल फर्मेट अथवा क्लाइन्टलाई कस्तो चाहिएको त्यसरी ट्रान्सफर्म गरिदिन्छ, एउटा क्यास बनाउँछ, लक गर्छ, अनि क्लाइन्टबाट यो रेस्पोन्स जान्छ। अब यो यार्पको कुराहरू बुझौँ है त। प्रडक्ट चाहिँ हामी अब नेक्स्टमा बिल्ड गर्दै जाँदाखेरि धेरै कुराहरू यहाँको बुझ्छौँ। क्युबरनेटिक्सको मेन कुरा भनेको इन्ग्रेसको रिभर्स प्रक्सी र लोड ब्यालेन्सर अहिलेलाई एकदमै चाहिने। रिभर्स प्रक्सी र लोड ब्यालेन्स अनि यो चाहिँ हामीले एकदम धेरै कस्टमाइज गर्न सक्छौँ। सो कुन हामीले डेमोग्राफिक अनुसार नि कन्ट्रोल गर्न सक्ने भयो। हामीले कतिवटा कुन ठाउँबाट आएको छ त्यसलाई स्पेसिफिक तरिकाले लैजाने भनेर कन्ट्रोल गर्न सक्ने भयो, अथवा बाई डिफल्ट रिक्वेस्ट ह्यान्डल गर्ने तरिकाले कन्ट्रोल गर्न सक्ने भयो। इन्ग्रेस कन्ट्रोलरले यो क्युबरनेटिक्स क्लस्टर भयो, यसले यार्पमा पठाएन कन्ट्रोलर जुन चाहिँ गेटवेमा पठायो। सो गेटवेमा पठाएपछि फेरि सुरुबाट हेर्दाखेरि रिक्वेस्ट गर्यो, यसले गेटवेमा पठायो। गेटवे भनेको .नेटको टुल किट हो जुन हामीले .नेट आर्किटेक्चरमा काम गरिरहेको हुन्छ। अब यसमा कोरिलेसन आइडी भन्ने छ सुरुमा। सो कोरिलेसन आइडीले के गर्छ भन्दाखेरि हरेक युजरको लागि युनिक आइडी बनाउँछ। यो किन काम लाग्छ भन्ने हामीले अघि जुन प्रडक्ट सर्भिसमा हेऱ्यो, युजर त प्रडक्टमा मात्र बस्छ भन्ने छैन, युजर कार्ड सर्भिसमा जान सक्छ, अर्डर सर्भिसमा जान सक्छ, पेमेन्ट सर्भिसमा जान सक्छ। सो हरेक सर्भिसमा जाँदाखेरि यो सेम युजर हो भनेर थाहा पाउनुको लागि यदि हामीसँग एउटा आइडी छ, युजर कोरिलेसन आइडी छ भने हामीले इन्टरनल्ली कम्युनिकेट गर्न एकदम सजिलो हुन्छ। त्यही भएर क्लाइन्ट यदि नयाँ क्लाइन्ट हो भने हामीले नयाँ आइडी इस्यु गर्छौँ, सेम क्लाइन्ट हो भने कम्युनिकेट गर्नलाई सजिलो हुन्छ। लगिङमा चाहिँ एकदम सजिलो बनाउँछ यसले। त्यसपछि सेकेन्डमा लग भयो। लगमा हामीले मेथड पाथ टाइमहरू जस्तो कुराहरू लग गर्छौँ। अनि यसमा चाहिँ अब कुन चाहिँ युजर कतिखेर आएको थियो, कुन सर्भिस युज गरेको थियो भन्ने जस्तो कुराहरू हामी थाहा पाउन सक्छौँ। अनि यदि कुनै पोइन्ट अफ टाइममा प्रब्लम भयो भने एक्ज्याक्टली कहाँ प्रब्लम भएको भने थाहा पाउँछु। र यदि अट्याकर्सहरू छ भने अट्याकरले कसरी हामीलाई अट्याक गर्न खोजिरहेको भन्ने कुरा पनि थाहा हुन्छ। यसमा एउटा कुरा हामीले एकदम राम्रोसँग हेर्न पर्ने भनेको अथेन्टिकेसन हो। हामीले लग गर्दाखेरि अथेन्टिकेसनलाई भरभेटम अथवा जुन अथेन्टिकेसनको टोकन की हुन्छ त्यो चाहिँ सिधै लग गर्न हुँदैन, र मिल्न त मिल्छ तर हुँदैन। त्यसलाई कुनै न कुनै तरिकाले इन्कोड गरेर अथवा टोकनाइज गरेर लग गर्नुपर्ने हुन्छ। त्यसपछि कोर्स छ। कोर्स भनेको सेम जुन हामीले पहिला नोड रियाक्टरमा गर्थ्यो। यसको मेन भनेको क्रस ओरिजिन हुन्छ। यसले भन्न खोजेको के भन्दाखेरि अगाडि जुन फ्रन्ट एन्ड चलिरहेको छ त्यो फ्रन्ट एन्ड यदि फ्रन्ट एन्डमा हामीले जस्तै युट्युब चलाइरहेको छ, युट्युबमा एउटा गीत लगाइरहेको छ अरे होइन, म्युजिक भिडियो। अब त्यो म्युजिक भिडियो फ्रन्ट एन्डमा जुन लगाइरहेको छ ब्याक एन्डबाट आउने डेटा, त्यसको कमेन्ट्सहरू, त्यसको लाइक्स डिसलाइक्सको जुन एपिआईलाई त्यसले फेच गरेको हुन्छ नि, सेम फ्रन्ट एन्डको जुन फ्रन्ट एन्डको जुन डेटाको कुरा गरिरहेको छौँ, जसलाई हामीले फ्रन्ट एन्डमा देखाइरहेको छौँ त्यसकै एपिआई हुनु पऱ्यो नि त। त्यसको क्रस ओरिजिन भनेको दुईवटा छुट्टै सर्भिसेसहरू अथवा डेटाहरू डिफ्रेन्ट पोइन्ट अफ डेटा जस्तो छ। अब त्यसलाई चाहिँ हामीले प्रेजेन्ट गर्दाखेरि यिनीहरूको क्रस ओरिजिनलाई चाहिँ राम्रोसँग म्याच गरेर देखाउनु पऱ्यो। अनि यो चाहिँ ब्राउजरले गर्ने काम हो। यसमा हामीले ब्याक एन्डमा अथेन्टिकेट गर्ने यताउता केही पनि हुँदैन।
ब्राउजरले यो मेनली अट्याक नहोस् भनेर गर्ने हो। जस्तो कि यदि कुनै पब्लिक सर्भिस छ होइन, पब्लिक सर्भिस भने पब्लिक डोमेन छ, अनि अफकोर्स अब कुनै पनि सिस्टममा प्राइभेट डेटा पनि हुन्छ। अब जसले चाहिँ पब्लिक डोमेनको कुराहरू चलाइरहेको छ उसले प्राइभेट डेटालाई त युज गर्न अथवा मोडिफाई गर्न भएन। त्यसको लागि चाहिँ क्रस ओरिजिन एकदम काम लाग्छ। त्यसपछि अथेन्टिकेसन, हाम्रो अथेन्टिकेसन पोर्सन आएको छ। यसले के गर्छ भन्दा हामीले हरेक क्लाइन्टलाई अथवा पास गर्नुभन्दा अगाडि उनीहरूलाई जेडब्लुटी टोकन दिएर उनीहरूलाई भ्यालिडेट गर्नुपर्ने हुन्छ होइन। उनीहरूको सिग्नेचरलाई भ्यालिडेट गर्नुपर्ने हुन्छ कि यो अट्याकर होइन, यो भ्यालिड युजर अथवा हाम्रो क्लाइन्ट हो भनेर। सो अथेन्टिकेसनको मिडलवेयरले गर्ने काम चाहिँ त्यो हो। यसमा बेसिकली इफ नट क्लज हुन्छ भनेर सम्झिन्छु मैले कि सुरुमा यो हो कि होइन, यसले जुन सिग्नेचर युज गरेको छ त्यो भइसक्यो भइसकेन, यसले फेरि गरेर आएको कि होइन टाइपको। अनि नो 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 भएपछि ओके हुन्छ। अनि कुनै पनि पोइन्टमा यस भयो भने सिधै यसले चाहिँ 401 अनअथोराइज भनेर इनभ्यालिड रेस्पोन्स पठाउँछ। त्यसपछि हामी जान्छौँ रेट लिमिटिङमा। रेट लिमिटिङमा के हुन्छ भन्दा जुन भ्यालिडेट भइसकेको युजर छ त्यसले कतिपटक रिक्वेस्ट गरिरहेको छ त, कि त्यो कोटा ओभरलोड भएको छ, एक्सिड भएको छ। जस्तो कि हामीले एउटा युजरलाई 1 मिनटमा 100 पटक रिक्वेस्ट गर्नलाई अलाउ गरेको छ भने यदि त्यो 100भन्दा बढी रिक्वेस्ट भयो भने हामीले 429 पठाउँछौँ। यो चाहिँ कन्भेन्सनल्ली स्ट्यान्डर्ड हो। अथवा कुनै एउटा इरर पठाउँछ कि हाम्रो रेस्पोन्स के हुन्छ भने धेरै रिक्वेस्ट भएको छ। सो यसले मेनली डिडस अट्याकहरू नहोस्, बेसिक डस अट्याकहरू नहोस् भन्ने कुरालाई इन्स्योर गर्छ। त्यो माथि हाम्रो लोड ब्यालेन्सहरूलाई पनि ओभरलोड गर्दैन। अनि यदि उनीहरूले यति धेरै रिक्वेस्ट गर्नु परिरहेको छ भने पनि हामीले लगिङमा चेक गरेर हाम्रो सर्भिसमा चाहिँ कहाँ चाहिँ डिले भइरहेको छ यति धेरै भनेर थाहा पाउन सक्छौँ। त्यसपछि आउँछ राउटिङ मिडलवेयर। राउटिङ मिडलवेयरमा हामीले जुन सुरुमा नर्मल ट्रेडिसनलमा एचटिटिपी आउने बित्तिकै राउट गर्थ्यौँ नि, त्यो काम बल्ल यति धेरै काम भएपछि यहाँ हुन्छ। सो यसले के गर्छ भन्दा अब कुन चाहिँ माइक्रो सर्भिसलाई चाहिँ हामीले इन्भोक गर्नुपर्छ भन्ने थाहा हुन्छ। यदि युजरले कुनै प्रडक्टको माइक्रो सर्भिस प्रडक्ट चेक गर्न चाहन्छ भने अभियसली हाम्रो इकमर्समा उसले आइफोन हेरिरहेको छ भने अब हामीले जुन प्रडक्ट माइक्रो सर्भिस 3003मा रहेको छ, सो 3003को पोर्टको सर्भिसलाई बोलाउँछौँ अनि त्यसमा चाहिँ रिक्वेस्टलाई पास गर्ने भयो। सो यो काम चाहिँ राउटिङ मिडलवेयरले गर्छ। अनि राउटिङ मिडलवेयरमा जानुभन्दा अगाडि, रिक्वेस्ट जानुभन्दा अगाडि हामीले त्यो रिक्वेस्टलाई ट्रान्सफर्म गर्छौँ ताकि भित्र गएर एकदम सजिलो होस्। कसले कुन युजरलाई चाहिएको, कुन प्रडक्ट चाहिएको हो, अनि यदि ओभरहेड हामीले केही हालेको थियो यहाँ भ्यालिडेट गर्नको लागि भने अब त्यो ओभरहेडको कुराहरू लैजानु परेन, किनकि हामी भ्यालिडेट भइसकेको छौँ, भित्र गइसकेको छ होइन हाम्रो सिस्टमभित्र। सो त्यो काम चाहिँ यसमा गर्छ, ओरिजिनल रिक्वेस्टलाई ट्रान्सफर्म गरेर मोडिफाइड रिक्वेस्टमा गर्छ र त्यसपछि टार्गेट माइक्रो सर्भिसमा पुऱ्याउँछ। सो हामी यहाँ हेर्ने भने योवाला काम सकेर हामी प्रडक्टमा आएको छौँ। अब यसमा चाहिँ हाम्रो एक्चुअल बिजनेस लजिक हुने भयो, हाम्रो जुन प्रडक्टको सर्भिसहरू हुने भयो। अनि यसले एउटा कुनै न कुनै रेस्पोन्स दिन्छ। जस्तो कि आइफोन हेर्न खोजेको छ भने आइफोनको पेजलाई अब बल्ल यसले खोलेर यहाँ माथि राखिदिन्छ अब फ्रन्ट एन्डमा पठाउनुको लागि। अनि फ्रन्ट एन्डलाई पठाउँछ रिस्पोन्स होइन, रिस्पोन्स पठायो ओके। अब रिस्पोन्स पठाउँदाखेरि सेम कुरा हुन्छ जसरी हामीले ओरिजिनल रिक्वेस्टलाई मोडिफाई गरेर चाहिने कुराको रिक्वेस्ट बनाएर भित्र पठाएको थियो, त्यसरी नै रेस्पोन्सलाई अब ब्राउजरले यदि खोल्छ भने ब्राउजरमा सिएसएस जेएसहरू हुन्छ होइन, त्यस्तो कुराहरू हुने भयो। रेस्पोन्स ट्रान्सफर्मेसन गर्छ, चाहिने जुन चाहिँ ट्रान्सफर्मेसन हो त्यो गरेर पठाउँछ। यो काम पनि हाम्रो यार्पले नै गर्ने हो। त्यसपछि हामीले क्यासिङ र लगिङ गर्छौँ। क्यासिङ कसरी गर्छौँ भन्दा यदि कुनै रिक्वेस्ट एकदम धेरै आइरहेको छ, क्यासको कन्सेप्ट नै त्यही हो। यदि एकदम धेरै कुनै रिक्वेस्ट आइरहेको छ भने त्यसलाई फेरि हामीले यति धेरै झन्झट गरिरहनुभन्दा यो भनेको त हाम्रो सिस्टमको प्रोसेसरहरू खर्च भइरहेको छ होइन। यो जति धेरै खर्च हुन्छ त्यति धेरै कस्ट हुन्छ। सो हामीले क्यासिङलाई के गर्छौँ भन्दा सिधै गेटवेमा लगेर हाल्छौँ। सो यदि कुनै सेम युजर छ अनि युजरले आइफोनको
पेजलाई हेर्न खोजिरहेको छ भने अब के हुन्छ भन्दाखेरि युजरले रिक्वेस्ट गर्छ अनि यदि क्यास हिट भयो भने सिधै गेटवेले जुन गेटवेमा रेस्पोन्स स्टोर गरेर राखेको हुन्छ सो सिधै गेटवेले रेस्पोन्स पठाइदिन्छ। अनि यो चाहिँ क्यासिङलाई राम्रोसँग हेर्न पर्ने हुन्छ किनकि कस्तो डेटालाई चाहिँ क्यास गर्नु मिल्छ कस्तो डेटालाई क्यास गर्नु मिल्दैन भन्ने कुराहरू भइहाल्यो। किनकि यदि प्राइभेट डेटा छ कसैको जस्तै च्याट बक्स छ भने च्याट बक्सलाई क्यासमा राख्नु भएन किनकि अब अट्याक हुने चान्सेस बढी हुन्छ। तर यदि इ कमर्स प्लेटफर्ममा एउटा प्रडक्टको डिटेल हो भने त्यसलाई हामीले क्यासमा राख्न सक्छौँ ताकि यति धेरै कुराहरू गरिरहन नपरोस् भनेर। सो बेसिकली जुन रिक्वेस्ट आउँछ रिक्वेस्टमा क्यास हिट भयो भने सिधै गेटवेबाट रेस्पोन्स आउँछ। गेटवेबाट सिधै रेस्पोन्स आएपछि हामीलाई पनि सजिलो भयो युजरलाई पनि सजिलो भयो किनकि छिटो डेटा आइरहेको छ। र लास्टमा लगिङ गर्छौँ। लगिङ हामीले अगाडि पनि गरेको थियौँ। यो रिक्वेस्टको थियो भने यो चाहिँ रेस्पोन्सको थियो। यो हामीलाई ब्याकएन्डको पर्सपेक्टिभबाट हेर्दा चाहिँ इम्पोर्टेन्ट पनि हुन्छ। लगइनमा हामीले हामीले अहिलेलाई चाहिँ रेस्पोन्स स्ट्याटस र ड्युरेसन राखेको छौँ। रेस्पोन्स स्ट्याटस भनेको जुन रिक्वेस्ट आएको थियो त्यसलाई हामीले 200 ओके गर्यो कि अथवा बिचमा केही इररहरू फाल्यो भन्ने कुरा भयो। अनि त्यसपछि ड्युरेसन भनेको कति टाइम लाग्यो त्यो प्रोसेस गर्नलाई। त्यो प्रोसेस गर्ने टाइम अनुसार हामीले जुन माइक्रो सर्भिसको कति पेसिङमा यसले रिक्वेस्टलाई प्रोसेस गर्न सकेको छ जुन यहाँ ट्रान्सफर्मेसन र यहाँ ट्रान्सफर्मेसन भइरहेको छ त्यो इफेक्टिभली यहाँ काम बिग्रेको कि यहाँ काम बिग्रेको कि भनेर हामीले हेरिरहन सक्छौँ। हाम्रो ओभरअल हाम्रो सिस्टमको ड्युरेसन कति लागिरहेको छ भनेर हेर्न सक्छौँ। सो धेरै काम लाग्ने कुरा भयो। र लास्टमा यदि सबै ओके भयो भने क्लाइन्टसँग रिक्वेस्ट पुग्छ रेस्पोन्स पुग्छ अनि हाम्रो 200 हेल्थ चेक ओके आउँछ। सो अहिले हाम्रो इन्टरनल आर्किटेक्चर चाहिँ त्यस्तो छ। यो हाम्रो यस्तो भएपछि के हुन्छ भन्दा एकदम सजिलो हुन्छ। एउटा त डाटा ड्रिभन मोडलबाट काम गरिरहेको हुन्छ। आर्किटेक्चर एकदम क्लिन भयो हेर्नलाई बुझ्नलाई कहाँ के भइरहेको छ भनेर। र डिफ्रेन्ट डेभलपरहरू भएपछि उनीहरूलाई आफ्नो काम दिनको लागि उसको सेक्सन यो हो उसको सेक्सन यो हो भनेर हेर्नको लागि मिलाउनको लागि धेरै सजिलो हुन्छ। सो इन्टरनल आर्किटेक्चर चाहिँ यो रहेको छ अहिले।